सोचेर गाइस ल हामी चाहिँ अब के रे हामीले भन्ने स्याबु बेसीबाट खानासाना खाइयो मिठो खाना खाइयो भेज अन्डा भेज छुट्टै अनि अन्डा पोरी खाइयो होइन हामी चाहिँ निस्किन्छौँ यहाँ पे गर्नु थाल्नु हाम्रो म्यामको गरिसक्नु भयो कति 1400 रुपियाँ 1400 रुपियाँमा मिठो खाना पाइयो हामीले होइन तर बाबाहरू अब बाहिर चाहिँ घाम जस्तो म चस्मा लगाउनु गर्छु चस्मा एकछिन पोरो हुन्छ पहिला त तपाईँको पेट लो त लास्टमा यो निस्क्यौँ है त ल हामी कहाँ जान्ला केटाकेटी हो हामी है लाङटाङ निस्किनु लाग्यौँ है अब यहाँबाट चाहिँ एउटा हामी टोइलेट जानुपर्छ गाइस ए सही हो पार्किङ कहाँ हो उहाँ रहेछ ल चाहिँ टोइलेट जानु थाल्यौँ सो क्यामेरा एकछिन अफ हुन्छ है गाइस सो गाइज हामी हिँडेको ठ्याक्कै अहिले 1 घन्टा हुन आयो 1 घन्टामा हामी चाहिँ यो तलतिरको यो खोलाको साइडबाट हिँड्नुपर्ने ठाउँमा आइसकेको छौँ है पछाडि दाइहरू सरहरू आउँछ आइराख्नु भयो अगाडि म्यामले दिइराख्नु भयो फेरि त्यहाँ के भन्छ अरे फोटोग्राफी हालिराख्नु टिकटकको लागि भिडियो बनाइराख्नु भयो म्यामले म्याम फेरि फुल्काहरू टिकटकको त हिरो नि हो नि त म्याम त त्यही भएर म्यामलाई हेर्नु चाहनुहुन्छ सबै दर्शकहरू होइन म्याम ल से हाई टु माई ब्लग म्याम ल इन्ट्रोड्युस योरसेल्फ म्याम तपाईँ भन्नु तपाईँको नाम के हो कता हो नम्बर नभन्नु अरू सबै भन्नु फेरि ल अहिले पछि भन्नु अरे म्यामलाई पछि मस्त पुरै राम्रो राम्रो यहाँ टी म्याक्सहरू रमणीय ठाउँहरू हेर्नु भ्याइसकेपछि आमा कस्तो बवाल देख्थ्यो है यहाँ के क्या बवाल जाडो हुन थाल्यो अब हजुर लास्ट बब्बा त्यो उयो हुन्छ कि म्याम माथिबाट पोरो भन्ने नै हुँदैन अनि पुरै त्यो हिमालको पानी हो नि त निलो सेतो अब धेरै चिसो पानी भएपछि गाज आउँछ नि त बब्बालदेखि क्या अनि किन हो ढिला गरेको के सही छ सर हेलो हेलो सबैलाई हेलो सो हामी पहिरोबाट अहिले माथि बेम्बोतिर 1 घन्टाको बाटो गयो त्यहाँबाट एकछिन रेस्ट गर्छौँ जाँदैछौँ होइन अब जान लाग्यो अब हामी चाहिँ मस्त नास्ता खाइयो ब्रेड खाइयो अन्डा खाइयो होइन सब खाइयो अब हामी चाहिँ जाँदैछौँ मर्निङ
नयाँ वर्षको हामी चाहिँ नास्ता खाइरहेको थियो होइन दिदी लाग्छौँ है त हामी के गर्नु पर्यो त फोटो खिच्ने हो यसो के हिँडेको गर्मी भइहाल्यो घाम आउनु थाल्यो नि त अब अनि पुरै गर्मी भइसक्यो अनि गर्मी भएको भएर ज्याकेट चाहिँ मैले यस्तै बाँधेर ल्याएँ कि होइन लास्ट ल्याङ हुन्छ नि त गर्मीमा हिँड्दाखेरि अनि फेरि त्यसै माथि उकालो यो चाहिँ हाम्रो डे 2 हो डे 2 ट्रेक टु ल्याङटेङ होइन ल्याङटेङ भ्याली त्योभन्दा माथि पनि के भन्ने खाले आई डोन्ट नो के भन्ने थियो त्यो होला हेर छ म भएर होला थाकिन्छ हेर छ यो हिउँ पग्लेर चिप्लो चिप्लो भएको थियो बाटो यो सिजनमा फेरि अस्ति हिउँ परेको थियो पग्लिहाल्यो नि त त्यही भएर ठुलो खोला आयो क्या ठुला आउँदा कालोको बर्सात हो क्या पर्यो उकालो पेट घटाउनु पर्यो होइन मस्त पेट घटाउँदै उकालो चढ्दै रमाइलो मोज मस्ती हान्दै हिँड्दै बस्ने हो रेस्ट गर्दै हिँड्नुपर्छ धेरै थाक्यो भने फेरि सकिन्न क्या रेस्ट त गर्नु पर्यो नि है रेस्ट नगर्नु कसरी हिँड्ने रेस्ट त जसरी पनि गर्नै पर्छ ल ढुङ्गाहरू कट्नुपर्छ अनि लास्ट थाक्यो अब एकछिन कसम यार लास्ट थाक्यो कि उकालो चढेर आयो नि त मस्त छ अझै उकालो चढ्नु पऱ्यो नि है चढ्न त मजाले पऱ्यो कुहिरोहरू अलि ढिलै चढ्यो नि मलेसियाबाट आएको भन्दै थियो अलि ढिलै भयो यिनीहरूलाई चढ्न हामी त सायद आधा घन्टा पहिला हिँडेको थियौँ होला हामीले भेटिसक्यौँ कति हुन्छ अन्त केटी पनि छ क्या गर्लफ्रेन्ड लिएर आएको रहेछ होइन त्यसले गर्दा नि होला क्या
गर्लफ्रेन्ड गाह्रै हुन्छ है केटीहरूलाई होइन हिँड्छु म अब साथीहरू अगाडि छुट्छन् हिँड्नु पर्छ मस्तले गोसाइकुण्ड जस्तै बाटो हो तर गोसाइकुण्डमा चाहिँ ठुल्ठुलो त्यो स्टेयर्स टाइप भर्याङहरू आउँथ्यो कि यसमा चाहिँ छैन यसमा चाहिँ नर्मलै खालको बाटो Hello. Oh. यहाँको बाँदरको त लामो पुच्छो हुन्छ है कालोवाला हुन्छ होइन ढेडुवा बाँदर अब हामीले दुईजना मलेसियनहरूलाई नि जितेर अगाडि गइसकेका छौँ हामीभन्दा सायद हाफ एन आवर आधा घन्टा बढी अगाडि हिँड्ने हो त्यसका बाद चाहिँ म पनि थाकेको या त हजुर बुझेन हान्ने एक किसिममा डाइरेक्ट खुलाउला थाकेर छ अब एकछिन स्टेडी मस्त म्यामहरू त अगाडि गइसक्नु भयो कि है म्यामलाई यसो भेट्छु अनि एक किसिम रेस्ट गर्न भनेर भन्नु पऱ्यो होइन हिँड्न त हिँडै गरिदियो अब एक किसिम रेस्ट गरिन्छ अनि फेरि हिँडिन्छ अनि हामी गर्मी नै हो है तर यो क्याप लगाएर आइसकेपछि अलिकति टाउको कम दुख्ने टाइपको हुन्छ कि मलाई चाहिँ कसैले टोपी नै लगाएर आइरहेको हुन्छ म फेरि हिँड्दाखेरि लास्ट गर्मी हुन्छ नि त त्यसले गर्दा टोपी नै लाउँदैन कि हजुर One picture from your camera. Sure, a full one, okay? All right. A full one. Later I can And send you. send me to the WhatsApp, okay? Yeah. ल म्यामले चाहिँ टक्क वाइवाई फोडिसक्नु भएछ नि म्यामलाई मस्त भोक लाग्छ अनि मस्त वाइवाई खान थाल्नु म्यामको पछाडिको ट्याटु चाहिँ बवाल लाग्छ मलाई आई लभ म्याम्स ट्याटु होइन यो ढाडको सरी नेकको म्यामलाई देखाइदिनु त के खानुभयो तपाईँले वाइवाई जहाँ गए पनि निरन्तरको साथी वाइवाई पुरै खोलाको नजिक चाहिँ घर बनाउँदो रहेछ नि यिनीहरूले त्यो यस्तो हो पहिल्यैदेखि त्यही नै अब खोलामा अलिअलि पानी चाहिने नि होला अनि अलिकति इजी पनि हुन्छ जस्तो लाग्छ किनभने पहिला मान्छेहरूले इभन हाम्रो घर पनि भनौँ न अरू खोला मेरो घर हुँदाखेरि पनि त्यो पनि हाम्रो खोलाको साइडमै छ इजी हुन्थ्यो अरे पानी सानी लिन जानलाई यताउता गर्नलाई अनि सिँचाइहरू अब कोही त अब खेतीहरू गरेर हुन्छ नि त उनीहरूलाई पनि बहुत इजी हुन्छ क्या यस्तो चिजहरूमा चाहिँ अनि त्यही नै हो अब हामी अहिले सक्दा टाढै छोड्यो जस्तो मान्छे अनि म चाहिँ हिँड्नै भयो कि बिचरा हिँडिराखेँ म्यामहरू पनि अगाडि नजिकैहरू देखिरहेको छ हामीलाई अब ठ्याक्क बेम्बो गइन्छ एकछिन रेस्ट गरिन्छ होइन बेम्बोमा कस्तो छ हेरौँ न होइन बेम्बो पनि हेरौँ न छ अनि टक्क रेस्ट एकछिन गरिसकेपछि अनि त्यहाँबाट फेरि हिँडिन्छ हामी मस्त हिँड्ने हो त्यहाँबाट अनि आज चाहिँ सकेसम्म अब साँझको 6 बजीसम्म हिँडौँ के अरे हामी होइन साँझको 6 बजीसम्म हिँड्छौँ साँझको 6 बजीसम्म कहाँ पुगिन्छ त्यही अनुसारले बस्ने हो त्योभन्दा धेरै माथि चाहिँ गइन्न होला किनभने अँधेरो पर्छ अनि निकुञ्ज एरिया पनि पऱ्यो नि त लाङटाङ नेसनल पार्क हो एउटा बफर जोनमा पर्छ अनि जे नै हुन पायो नि त सो हामी योभन्दा माथि चाहिँ जाँदैनौँ कि मतलब योभन्दा माथि भन्दा 6 बजेपछि साँझ परिसकेपछि घाम डुबिसकेपछि चाहिँ हामी यो त्योभन्दा माथि चाहिँ जाँदैनौँ जहाँ घाम डुब्छ
त्यही नै बस्ने हो। यो डेस्टिनेसन एउटा मिलाएर आउनु पर्ने हो होइन। तर यस्तो हुन्छ नि त अब सबै एकै नासको हिँड्न सक्दैनन्। म अलिकति कम हिँडौँला, कोही अलिक छिटो हिँड्ला होइन। त्यही अनुसारले मिलाउनु पर्छ। ट्रेक जाँदाखेरि चाहिँ त्यो एकदम मिलाएको चाहिँ हुनैपर्छ है। मैले चाहिँ त्यही नै भन्छु एभ्री वान। म चाहिँ टक्क लाएर अहिले खुल्ला ठाउँमा आइसकेँ। त्यहाँ अलिकति हिँड्नुपर्ने रहेछ अरे। टक्क यहाँ खोला बेम्बु नेपालको झन्डा मस्त हल्लिरहेको चाहिँ हावा मैठो लाख यहाँ। टक्क तल मिठो खोला रहेछ कि बबाल बगिरहेको छ खोला। पहाड हो कि माथि सबै पहाड हो। अलिअलि घाम लागेन। अब यताबाट झर्नु पऱ्यो। यताबाट झरेर टक्क लाएर बेम्बु पुगिँदेर मस्त एकछिन पानी खान्छु। अनि पानी खाएर रेस्ट खान्छु। सो बेम्बु भर्खरै आइयो। म्यामहरू चाहिँ अलिक अगाडि नै आइसक्नु भएको थियो। म्यामले मेरो खिचेर मस्त त्यहाँ फेरि भाइरल हुँ है म्याम। म्याम हामी बेम्बुमा आयौँ। अब एकछिन रेस्ट गर्छौँ मस्त होइन। पानी सानी खान्छौँ अनि ल आज लाङटाङ भिलेज गएर बस्न मिल्छ भन्नुभयो। म सैसबलाई कुर्दा हैरान भयो। अनि म आइदिएँ कि त्यहाँ सैसब चाहिँ दुईजना मलेसियनहरूसँग आइरहेको ढिलो हुन्छ नि त। वो तो 15 मिनट हुआ यार। हो भने पहले तो भाई के आगे नहीं बैठती, ऐसा बोला उसने। सो हामी चाहिँ यहाँ बेम्बुबाट चिया खाएर मस्त भएर रमाइलो हानेर फर्किँदैछौँ। अब नट लाइक फर्किँदैछौँ, जाँदैछौँ। कहाँ जाँदैछौँ? हामी चाहिँ लाङटाङ भिलेज दाइले भनेअनुसार चाहिँ हामी लाङटाङ भिलेज गएर चाहिँ बस्ने कुरा छ होइन। सो हेरौँ होइन साँझको 6 बजीसम्म जहाँ पुगिन्छ त्यही बस्दिने हो कि त होइन। यहाँ त ठाउँ छ अरे नि त होइन। मजाले ठाउँ छ अरे त्यही त। दाइ चाहिँ पहिल्यैदेखि आइराख्ने ठाउँ होइन। एकदम दाइको चिन्ता तपाईँ हिजो दाइले पकाएको खाना नि खायौँ हामीले। तल गएर दाइको यस्तो दिदी एक्लै हुनुहुन्थ्यो। त्यतिखेर चाहिँ दाइले मस्त पकाएर खुवाउनु भएको हो कि नि दाइ। अलिअलि दिदीलाई हेल्प गरेर मस्त पकायो। त्यो मिठो भयो थियो, बवाल भयो थियो त्यो चाहिँ। हेलो गाइस। हाम्रो त्यहाँ दाइहरू पनि हुनुहुन्छ होइन। You guys are from sorry, Belgium, right? Belgium. Germany. Okay, nice. My one brother in Germany. Yeah. Yeah, he study, yeah. Cool, right? You guys are friends or Yeah. husband, friends? Okay. Jam. Okay guys, bye bye, see you. Okay, see you later, man. ल हामीलाई टक्क बाटो छोडिदिनु नि फेरि बजार खतराहरूले मस्त खाने हामीले होइन। घोडाहरू भन्दा माथि आइसक्यो होइन। कस्तो लागिरहेको छ तिमीलाई? बवाल छ यार। मजा आयो? एकदम सेक्सी ट्रिप भयो क्या। नट लाइक धेरै दुःख पनि नै ठिक्क पनि नै ठिकठाकै के अप डाउन भइरहेको नि त। शैशव कहाँ पुगेन आइरहन होइन। त्यो केटी होइन त्यसो झन् अलि इजी आउँछ। अलि छिटो त होला। आया सही हुँदो रहेछ। खच्चड उहाँहरू आउँदैन।
सो बेम्बूबाट माथि आइसक्यौँ सानो डाँडा चढेर थोरै माथि आइसक्यौँ बेम्बूबाट चढेको सायद 5 मिनट भयो होला बल्ल अझै भएन अब हुन्छ ल यहाँ चाहिँ बबाल पुल रहेछ क्या यार सानो खोला जस्तोमा अनि एउटा पुल के बबाल रे के मजा आयो यार पुल आएपछि म अहिलेसम्म पुल ठ्याक्कै अहिलेसम्म पुल आएको थिएन अनि 21 पुल आइदियो क्या मजा आयो ल झर्ना खोलाहरूको साउन्ड क्या मजाको हुन्छ के लास्ट बबल हुन्छ खोलाको साउन्ड मस्त खोलाको साउन्ड लाएर सुतिन्छ नि त हामी मस्त अनि आनन्द लाग्छ कि मलाई चाहिँ यो साउन्ड एकदम झकास लाग्छ क्या होइन म्यामहरू पुल तल रेडी फाट्यो हाम्रा टुइरे दाइ पनि आइसक्यो ऊ चाहिँ उबाट हो के भन्छ अरे बेल्जियमबाट हो कि ऊ चाहिँ होइन मस्त कुरा गर्दै आउनुभयो दुईजना like a fish whale, calcium, like that. All vitamins and minerals, you know. Okay. सर चाड्दै आउनु है त सर चाड्दै आउनु है त होइन यस्तो रमाइलो गर्नु न रमाइलो गराइदिनु न टुरिस्टलाई त होइन सर टुरिस्टलाई रमाइलो त गराउनु पऱ्यो नि पऱ्यो कि परेन अनि टुरिस्टलाई रमाइलो गराएन भने त के काम लाग्यो त नि नेपालमा टुरिस्टले रमाइलो गर्यो टुरिज्म ट्याक्क बढ्छ र मोज हुन्छ नि त्यसो त होइन चला जाता हूँ किसी की धुन में हिँड्नै त गर्नु पऱ्यो नि ट्रेक भनेकै त्यही त हो हिँड्नै गर्ने मस्त म्याम हिँड्नै भइयो तर बाटो त्यस्तो गाह्रो छैन है अझै पनि त्यही त ओह्रालो उकालो मात्र छ नि एकदम हजुर अघि त्यही भने मजा आयो तर म थोरै अगाडि हेर्दै हिँडौँ न हामी होइन भर्खरै उकालो आएको थियो अनि फेरि उकालो आइसक्यो उकालो पनि फेरि उकालो नि यस्तो भरेङ सरेङवाला छैन क्या लाइक कति डिग्री 30 डिग्रीवाला उकालो हो क्या जम्मा अनि इजी हो नि त ट्रेक त त्यही हो अब माथि गएपछि कस्तो आउँछ भन्ने कुरा चाहिँ थाहा छैन कि हामीलाई अनि हामीलाई थाहा भएपछि चाहिँ बल्ल तपाईँहरूलाई चाहिँ थाहा हुन्छ है मजाको ठाउँ छ यार क्या रङ्ग लगाइरहेको यार खोलाको साउन्ड सुनेर हिँड्दा पाउँदा त लास्ट रङ्ग लाग्दो रहेछ यार कसम यार फिल बेटर म्यान एकदम के बबालवाला फिल भयो यार तर कसम
मस्त यो चाहिँ माथिबाट मस्त टल्किएको घामको होइन अनि पुरै बेम्बूको हो कि पुरै यो जङ्गलै बेम्बू हो यताखेरि अघि नै सिस्नो थियो अहिले पुरै बेम्बू हो के सही हो पुरै पुरै बेम्बू नै बेम्बू है माथिको चाहिँ बब्बल आउँछ यो बेम्बूको है सेक्सी हेर्नु म्याम एउटा भिडियो बब्बल आउँछ यो माथिको क्या है हजुर एउटा भिडियो हाम्रो देखाउनु बनाइदिन्छु के छ र भिडियो बनाउनुलाई त होइन मस्त बनाइदिइहाल्छु नि भिडियो त पहिला माथि चढ्नु पऱ्यो नि त भिडियो बनाइदिनुलाई त होइन सो फाइनली लामा होटल आइसकेछ होइन लामा होटल भन्दा पुरै लामा होटल भन्ने नाम चर्चित छ अब लामा होटल भने चाहिँ जसले पनि चिन्दो रहेछ तर अहिले चाहिँ यहाँ धेरै नै होटल भइसक्यो रहेछ सायद पहिला चाहिँ जम्मा 2टा थियो भन्ने सुनेको थिएँ अहिले चाहिँ होटल ग्रिन हिल होटल जङ्गल भ्यू नयाँ नयाँ चाहिँ बन्दैछ बोर्डहरू पनि सबै नयाँ नयाँ छ पुरै त्यही हो अब लामा होटलबाट फेरि हामी माथि अब जानु पऱ्यो होइन मस्त बल्ल हिमालदेखि थालेर सेतो टिलिक्क टल्किँदा टक्क हिमाल मस्त हेर्दै हिमालको छेउछेउ हिँड्यो भने हेरौँ कतिको छ माथिपट्टिको अरू कतिको पाइन्छ पाइन्न भन्ने कुरा हो नि त सो हेरौँ लेट्स सी होइन गाइज ल सरहरू पनि आउँदै हुनुहुन्छ त कल आउनु के न त ल निस्किनु पऱ्यो अब टक्क लाएर हिँड्नु पऱ्यो नहिँड्नु त हुँदैन नि त हिँड्नु त पऱ्यो होइन मस्त हिँड्नुपर्छ नहिँड्नु साइको तनाव भइदिइहाल्छ नि बब्बाल छ यार यहाँको त्यो ठुल्ठुलो सिधा सिधा रुख हुन्छ नि क्या बब्बाल लाग्छ यार मलाई साँच्चै हजुर आन्टी हामी माथि तिमाङ होइन के अरे लाङटाङ भ्याली पुगिन्छ होला नि मजाले पुग्छ होला होइन मेरो ब्लगमा हाई भनिदिनु न त हेलो भन्नु न नमस्ते भन्नु न नमस्ते हामी आउँदाखेरि मिल्यो भने त्यतिर आउँछौँ नि त होइन त्यही भनेको अब मिल्यो भने चाहिँ स्योर आइयो हामी यता आएर यहाँ बसेर अनि एकैचोटि बिहान पुग्ने गरी उता गयो नि भयो नि त 4 जना हामी राम्रै नम्बर हो नि राम्रै हो होइन के छ त अरू छ त व्यक्त गर्नु त के छ तपाईँको फिलिङ्स के भइरहेको अनि भर्खर लामा गाउँ कटाउँ न अब कट्यो नि त अब हामी कहाँ पुगिन्छ कतिखेर कहाँ आज हाम्रो प्लान भनेको लाङटाङ भिलेज पुग्ने हो होइन अनि हामीले हाम्रो बेस्ट दिने समयको हिसाबले हामीले 6 बजीसम्म हिँडिन्छ अनि बिचबिचमा रेस्टिङ पोइन्टहरू 1-1 घन्टाको डिस्टेन्समा छ अरे त्यस्तो भएको कारणले हामी समय अनुकूल समयको मागले हामीलाई कहाँ पुऱ्याउँछ हामी त्यहीँ रेस्ट गर्छौँ मेन प्रायोरिटी चाहिँ लाङटाङ भिलेज अब त्यो सकिएन भने चाहिँ हेरौँ ल त्यही नै हो गाइजहरू है अब म माथि कहाँ पुग्छु अनि त्यहाँ फेरि यसो तिमीहरूलाई अपडेट दिइहाल्छु नि के छ र जिन्दगीमा किन चिन्ता लिन्छौ अपडेट त है सो मेरो पछाडि हुनुहुन्छ एउटा दाइ है यहाँ आउजाउ गरिराख्ने दाइ हो हामी त यसरी बोक्न सायद कसैले पनि सक्दैन होला इट्स लाइक त्यो वेट चाहिँ 90 केजी छ अरे टोटल 90 केजी वेट बोकेर यो ट्रेकमा आउने त्यो नि उकालो मस्त चढिराख्नु भयो हाम्रै पछाडि टुकुन लाएर मजाले उकालो चढ्दै आउनु भयो सोच्नु कति पावरफुल होला क्या त्यो दाइ हामीले आफूले सोच्छौँ कि नर्मल यताउता गरेर जिम गरेर हो पावरफुल तर होइन नि त्यो हुँदैन के यो ट्रेकमा त्यत्रो 90 केजी बोकेर तलबाट माथि आउनु भनेको इट्स नट लाइक
नट अ जोक के ल हेर्नु त 90 केजी लाई छ कि त्यहाँ ठुल्ठुलो मोटो मोटो 4वटा लाई सो त्यो दाइले प्लाइ बोक्नु देखेर कस्तो लाग्यो म त अलिकति एकदम पावरलेस रहेछु जस्तो लाग्दैन अनि म त केही रोइनु छ जाम जाम त्यही मैले भनिहालेँ अघि भर्खरै ब्लगमा त्यही भने कि म्याम मैले जिम गर्ने आफूलाई पावरफुल सम्झिनेहरू छ यहाँ आएर त भेयो के 90 केजी बोकेर यार सर्ट डेली खान्छ 90 केजीले मान्छेले 90 केजी बोकेर हिँड्नु भयो यस्तोमा यार ल फर्स्ट यार ठाडै गाली हामी अनि स्ट्रेट हामी जो बवाल ठाउँ आइसकेको छ एकदम पुरै आराम त होइन सानो पुल बनाएको क्या बवाल यार है बवाल छ यो ठाउँ अब हामी टक्कै यहाँ फोटो खिच्छौँ कि फोटो खिचेर अन्त तपाईँहरू फोटो म देखाउँछु है कस्तो आँखा भन्छ के भइरहेको के भएको छ रमाइलो भइरहेको नि केटाहरू आउँदैछन् है केटाहरू आउँदैछन् ल हेलो हेलो केटीहरू पनि आउँदैछन् केटाहरू आउँदैछन् रमाइलो दाइहरू त्यसलाई सबलाई रमाइलो भएको कि हाम्रो यति निकाल्न मिल्छ कि म्याम पछि फोटो खै आउनु न ए आउनु न निकाल्न मिल्छ कि फोटो सो हामी ब्रिजमा आइसकेका छौँ होइन मस्त खोला खोलाको माथि ब्रिजमा मस्त हिँडिरहेछ सही छ आउनु न सही छ फेरि जहिले यो क्यामेरामा छुटेर हैरान भयो कि मेरो क्यामेराले सही सबलाई हेर्दै हेर्दैन भने किन हो के भइरहेछ खै ल अब यति बसेको अब फोटो खिच्नु ल हिँडिरहेको छु मस्त हिँडेर सकियो पुलमा लामो थिएन तर रमाइलो भयो मजा आयो उही यता त बवाल उही डियर म्याम डियर ओइ सरकोबाट खिच्न हुन्थ्यो नि यस्तो डियर देखिरहेको कि त्यहाँ माथि तिमीहरूले यहाँबाट देख्दैन के तर मैले चाहिँ मस्त देखिरहेको छु डियर ऊ चाहिँ केटाहरूलाई बोलाएको आउँदै आउँदैन यार है कस्तो कालो है तर देखिएन नि हामीले अल्छौँ यस्तो कालो वाला है निकुञ्ज त होइन नि त अनि फोटो खिच्नु चला जाता हूँ किसी धुन में तेरी यादें और तराने लिए वो साथी चल मुझे लेके साथ चल तू मामा रुक जा अब दीवाना हो पूछू मैं तो जरा लड़की है या है जादू खुशबू है या नशा कंगारू जस्तो यार खिचिराख्नु मिठो आयो यार सही कस्तो र सो यो राति हामी यहीँ बस्यौँ गोडा तबेलामा एकदम रमाइलो न्यानो गरेर बसियो
मतलब कस्तो मिठो मिठो तरकारी पाउँछ होला मासतिर भन्ने सोचिरहेको थिएँ। मैले पनि त्यो अर्ग्यानिक टाइपको बोडी सोडीहरू हुन्छ नि त बोडीहरू होइन बरु यता जङ्गलीहरू पाउँछ कि च्याउहरू गएर गेडा त हो नि पिरो छ हेर्नुहोस् त ट्राई गरेर त्यो पिरो पिरो हुन्छ होला यो है बब्बा आउँछ यार ओ नाइस यार यति ट्राई गर्नु पर्यो अनि ट्राई गर्नु ओके थ्याङ्क यू मैले चाहिँ बढी पिरो हुन्छ मैले पिरोको पखान